नमस्ते मेरो प्रिय मित्र साथीहरू हेर्नुस् है अहिले दिउँसोको लन्च भनौं न मेरो हल्का खाना है यो चाहिँ यो जुनेलो हो के जुनेलो भर्खर मैले भुटेको है भुटेर अब यो भुटेर यति अब खाइसक्छु होला अनि यसमा फेरि म भटमास हाल्छु है यो भटमास चाहिँ भुटेर राखिराख्ने के अब यसरी राख्ने यसरी राख्ने हो ल त्यसपछि खाँदै मिल्क टी बनाउँछु खाँदै मिल्क टी बनाउने हो किनभने म यसरी नै मन पर्छु है त्यही भएर कतिजना मेरो साथी मित्रहरूले मेरो आफन्तहरूले तिमी त के खान्छौ जहिले तैँले बुढी देख्दैन त भन्छ क्या है म मेरो खानाहरू यस्तै छ भात पनि थरी बनाएर खान्छु थरीको खान्छु अनि भात पनि प्राय कहिलेकाहीँ चाहिँदैन पनि म यस्तो खान्छु मलाई धेरै भेराइटी पनि चाहिँदैन मलाई है मलाई सफा चाहिन्छ मलाई मन परेको चाहिन्छ सफा चाहिन्छ अनि जे पनि म खान सक्छु हुन्छ पहिला त मलाई चिया पो खान मन लाग्यो है बिहान काम गर्दा थाक्यो पनि है हस् त ल साथीहरू म चिया पहिला खाएँ यो चियामा चाहिँ हनी हालेको छु कि हनी थोरै हनी मिल्क टी ल है खाएँ है साथीहरू मिठो भएछ मैले मन परेको जस्तै भएछ अब चाहिँ खाना सुरु जुनेलो र भटमास यदि त सबै खाइसक्छु लौ त साथीहरू अब म यो खाइसक्छु सबै खाइसक्ने हो अब यो मेरो भिडियो भ्लगलाई तपाईले मन पराउनुहुन्छ भने लाइक शेयर कमेन्ट गरिदिनुहोस् युट्युबमा जानुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला हुन्छ धन्यवाद बाइ बाइ